फुल स्पिडमा तल झार्ने गर्दछ। ओ माई गॉड! हेलो गाइज, नमस्ते है सबैजनालाई। स्वागत छ मेरो च्यानलमा। कृपया पहिलोचोटि हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, लाइक र सेयर कमेन्ट अनि जति सक्नुहुन्छ त्यति नै गरिदिनु होला। अनलिमिटेडै फ्री नै छ कमेन्ट गर्न, कन्जुस नगरिकन गरिदिनु होला। आज हाम्रो यात्रा रहेको चाहिँ रोबर्ट ल्यान्ड भन्ने कोरियाको चाहिँ फेमस रोबर्ट ल्यान्डमा रहेको छ। त्यहाँ हामी गएर एकदम इन्जोय गर्नेछौँ। तपाईहरु पनि भिडियो हेरेर इन्जोय गर्नु होला। अब लगभग नजिकै रहेको छ, 40-50 किलोमिटर छ, त्यस्तो धेरै टाढा त छैन। अब हेर्दै गर्नु होला के कस्तो हुन्छ। यदि तपाईहरु कोरिया भन्दा बाहिर देशबाट हेर्दै हुनुहुन्छ भनेपछि कोरियामा भएकाहरूलाई त थाहा नै छ यो कुरा। यहाँ चाहिँ कोरियामा चाहिँ नेपाल जस्तै छ, सेम नेपाल जस्तै छ। यस्तो देखिरहनु भएको छ, डाँडाहरू भएको, उकालो ओह्रालो भएको, प्रत्येक ठाउँमा धेरै डाँडा काँडा नै देखिन्छ। अलिकति अगाडि जाने बित्तिकै डाँडा काँडा देखि लिएर बाँसघारीदेखि लिएर बाँसहरू देख्नुभयो तपाईहरुले, सेम नेपाल जस्तै छ। अहिले तपाईहरुलाई म यताको खेतहरू नि देखाउने छु, हेर्दै गर्नु होला। ल तपाईहरु हेर्न सक्नुहुन्छ अघि भनेको जसरी नै यता यो चाहिँ लसुन खेती हो। यो यता नि लसुन खेतीहरू छ। यता चाहिँ फिनिल हाउसहरू भयो, टनेलहरू छ। यसमा भित्र चाहिँ टमाटर खेतीहरूदेखि लिएर अरू धेरै खेतीहरू हुने गर्दछ भने यो यसरी ठाउँमा खेती पनि धेरै नै खेती गर्ने जमिनहरू नि छ कोरियामा। ल हामी यता अरू साथीहरूलाई चाहिँ पिकअप गरेर चाहिँ घुम्न जानुपर्ने भएकोले यता यहाँ दुईटा दाइहरू र एकजना साथी आउँदै हुनुहुन्छ। उहाँ सँगसँगै जानेछौँ हामी हाम्रो ब्लगमा। दाइ स्वागत छ मेरो ब्लगमा। गुड मर्निङ दाइ। के छ तपाईको? हेन्सम बनेर हो ब्रदर, के छ? ठिक छ दाइहरु। र यसरी हामीहरू चौतारी गर्दै टनल भित्र छिर्दै हामी चाहिँ हाम्रो लोकेसनमा आइपुगिसकेका छौँ करिब। ल हामी हाम्रो लोकेसनमा आइपुगिसकेका छौँ, जता हामीले आउनु पर्ने थियो रोबर्ट ल्यान्ड भन्ने ठाउँमा। हाम्रो साथमा यहाँ एकदम चर्चित कोरियाका चर्चित कलाकारहरू हुनुहुन्छ। आज भव्य रमाइलो गर्नेछौँ भन्दै हामी। के भनिदिनु तपाईँको दुई शब्द यता क्यामेरामा हेरेर? अहिलेसम्म पहिलोचोटि आइएर तर भव्य गरिन्छ यता। खतरा छ तर पहिलोचोटि आयो। तपाईँहरू पार्किङै हेर्न सक्नुहुन्छ। यस्तो धेरै गाडीहरू राख्ने पार्किङ चाहिँ पहिलोचोटि नै होला मैले देखेको चाहिँ। ल तपाईँहरू हेर्न सक्नुहुन्छ, सिस्टम पनि यस्तो सिस्टम हो कि यो माथि यो देखाइरहेको सब सोलर प्यानलहरू हो। यहीँदेखि पार्किङको छानो बनाएर यहीँदेखि विद्युत उत्पादन गर्नेवाला रहेछ सिस्टम। किन चाहियो त टिन सिन दाइ नेपालको जस्तो? यहीँ यो तपाईहरु यो भिडियोमा देखिरहनु भएको जति नि छ नि यो पार्किङका छानाहरू बनाएको यो सब सोलर प्यानलहरू हो के। यहीँदेखि विद्युत उत्पादन गर्ने यस्तो ठुलो छ। ल हेर्न सक्नुहुन्छ तपाईँहरू हामी पार्किङ हेर्दै यो सिडी उक्लिँदै हामी माथि आइपुग्यौँ र हाम्रो साथी सरोजलाई पनि भेट्यौँ। एकछिन कुराकानी गरेर हामीहरू भित्र लाग्ने तयारी गऱ्यौँ। यो चाहिँ सुरुको दृश्य हो। यो चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ रोबर्ट ल्यान्ड लेखेको यही ठाउँमा चाहिँ हामी घुम्नको लागि आएको हो। यो भित्र चाहिँ अब हेर्दै गर्नुहोस्। ल टक्क हामी इन्टर गरिसकेका छौँ इन्ट्रान्स गेटबाट। तपाईँहरू देख्न सक्नुहुन्छ सुरुमा नै दामी दृश्य रहेको छ, हेर्न सक्नुहुन्छ। यो चाहिँ इन्ट्रान्स गेट हो, यताबाट चाहिँ हामीले प्रवेश गर्नुपर्छ। ल
ल तपाईहरु देख्न सक्नुहुन्छ रोबोट ल्यान्ड भनेको यही रोबोटबाट सुरु हुने रोबोट ल्यान्ड हो। बाँकी भित्र चाहिँ एकदम दामी रहेको छ। तपाईको रोलर कोस्टरदेखि लिएर दुनिया के हो के छ अहिले तपाईहरुलाई म देखाउने छु। भनेपछि यहाँ हेर्नु न तपाईहरुको यस्तो ठुलो मान्छेहरु राखेको छ के यिनीहरुले। ल हेर्न सक्नुहुन्छ तपाईहरु एकदम हाँसी हो। अब साँच्चै भिडियो मान्छेको यस्तो ल तपाईहरु हेर्न सक्नुहुन्छ एकदम दामी रमाइलो हुने खालको रहेछ। फेरि बच्चाहरुको रहेछ के मेन चाहिँ किड्स जोनहरु चाहिँ यता धेरै रहेको छ भनेपछि चाहिँ हेर्न सक्नुहुन्छ दामी के है। वेलकमै कस्तो बवाल पाराको हुँदो रहेछ। ल गाइस दामी गर्नुपर्छ आज। हामी नेपालीहरु चाहिँ आफ्नो देशलाई यतिसम्म माया गर्छौं कि लगभग 100 मा 80% नेपालदेखि विदेशी नै नेपालीहरुले चाहिँ आफ्नो साथमा एउटा झण्डा नेपालको चिनो चाहिँ बोकेकै हुन्छ के। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ हामीले पनि झण्डा सँगै बोकेर आएका छौं। यो हाम्रो निशानी हो। हाम्रो यो देख्ने बित्तिकै चाहिँ दिल खुश शान्त दिल एकदम आनन्द भएर आउँछ। अहिले झण्डा हामीले पाइसकेका छौं। यता हाम्रो साथीले बोकेर आउनु भएको रहेछ तपाईहरु देख्न सक्नुहुन्छ। अब यही झण्डा फरफराउँदै हिँड्ने हो हामी। किप वाचिङ गाइज। हामी यो डुङ्गा खेल्ने भनेर लाइनमा लागिसकेका छौँ। हाम्रो साथमा गुप्ता भाइ के अरे भाइ श्याम सुन्दर गुप्ता उता हाम्रो साथीहरू हुनुहुन्छ भने चाहिँ पछाडि हाम्रो ज्ञान छ। हामी चढ्ने भनेको उयो हो ल हेर्नु है अहिले चलिसकेको छ। फाइनल्ली 15 मिनेटको वेटिङ टाइम पछि हामी इन्ट्रान्स गरिसकेका छौँ भने हामी लास्ट सिटमा बस्नेछौँ। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ हाम्रो झोले छ सन्दीप। ल यहाँ हाम्रो सरोज ब्रो डर लाग्छ भनेर बिचमा बस्न खोज्दै हुनुहुन्छ भने सन्दीप पनि डरले थुर्थुर भइसकेको अवस्था छ हैन। कतिको डर लागिरहेको छ। म पुरै भिडियो बनाउने छु यहाँ लाइभ हेर्नु होला तपाईहरु। यहाँ रुन्छ है यो मान्छे। बहुत डराउँछ लाज लाग्छ। पछाडिबाट पछाडि माथि तल गर्छ नि त बिचमा ठिकै हुन्छ नि त। माथि हेरेर बसिरहेछ। माथि जान्छ नि जति नै खेल्न मजा लागे पनि अलिअलि मनमा डर त चसक्क चाहिँ भइराख्दो रहेछ। नेपालको काठमाडौँमा रहेको फन पार्कमा यस्तै खाले मैले खेलेको थिएँ तर त्यहाँ त्यस्तो खासै डर लागेको थिएन मलाई। भनेपछि यो चाहिँ अलिकति हाईसम्म जाँदो रहेछ। अलिकति चाहिँ मुनि आउँदाखेरि चसक्क डर चाहिँ लाग्यो मलाई पनि। तर त्यस्तो धेरै त डर लागेन। तर जति तपाईहरु हुटिङ गर्नुहुन्छ नि त्यति नै डर कम हुँदो रहेछ भन्ने चाहिँ आज थाहा पाएँ मैले। ल हामीले खेलेर बाइ बाइ। जय गयो बाइ बाइ। यो जुन हामीले डुङ्गा चढ्यौं नि नेपालमा नि फन पार्कमा नि चढेको थिएँ चढ्न चाहिँ म। तर त्यहाँ भन्दा चाहिँ टु मच हाई के लास्टै हाई डर लाग्यो भने मलाई नि। नेपालमा चाहिँ खासै डर लागेको थिएन। यहाँ हामीसँग आएको सबैलाई डर लाग्यो। भाइ तिमीलाई डर लाग्यो लागेन अहिले? डर त लाग्यो धेरै। सरोज ब्रो कस्तो डर लाग्यो तपाईको अनुभव भनिदिनु त। यो अहिले डुङ्गा चढेको बवाल मजा आयो। सर सन्दीप ब्रोको डर चाहिँ मलाई हेर्न मजा आयो। चाहिँ गाइज हैन सन्दीपले चाहिँ एकचोटि हात समातेको एकचोटि छोडेन के हात डरले। यहाँ बाहिर चाहिँ गफ दिँदै हिँड्छ
डरै लाग्दैन हाम्रो भनेर साथी यस्तो सन्दीपलाई मान्छेले चाहिँ चाहिँ रोलर यस्तो कोस्टर यो खेल्ने अरे ल बच्चाहरूको खेल्ने गेम खेल्न चाहिँ एकदमै रमाइलो लाग्ने रहेछ। त्यही भएर उसको इच्छा नै पुरा गरिदिनु पर्यो भनेर हामी 3 जनै गयौँ यो खेल्नलाई। तर ठिकै हुँदो रहेछ, रमाइलो त रमाइलो नै हुँदो रहेछ। मान्छे उमेर भए पनि बच्चा जस्तै फिल आउँदो रहेछ। जे भयो नि तपाईँहरू नि खेल्नु होला, यस्तो ठिकै रमाइलो हुन्छ। डरको अगाडि जित छैन, डरको अगाडि यो सुनिश्चित छ, हार त सुनिश्चित छ यो। हेर्न सक्नुहुन्छ तपाईँहरू। आमा उल्टै फर्काउँदो रहेछ। आमा ल जा ल। हाम्रो साथीहरू चाहिँ यो चढ्ने भनेर चाहिँ गइसक्नु भएको छ माथि। मलाई चाहिँ साह्रै डर लाग्छ कि यो खेल्न। म चाहिँ गइनँ, किनभने योभन्दा अघिल्लो साल चाहिँ यस्तै खाले अर्को गेम खेलेर चाहिँ मोटो ढोकढोक भएर 1-2 दिनसम्म कामै गर्न सकेको थिएन। त्यही भएर चाहिँ म चाहिँ गइनँ। उहाँ साथीहरू चाहिँ जानुभएको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। हाम्रो साथीहरू चाहिँ गइसक्नु भएको छ भनेपछि उहाँहरू खेल्नुहुन्छ। म चाहिँ डरले खेलेन। अनि लास्टै माथिसम्म जान्छ, तपाईँहरूलाई अहिले म देखाउने छु। यहाँ टोपी लगायो भने टोपी नै खस्ला जस्तो अग्लो छ कहाँ, अनि त्यहाँ त्यत्रो माथि गएर खेल्ने कुरा आउँछ त। नर्मल मान्छेले सक्दैन, म त सक्दिनँ हो यो त भनेर मैले हार माने। उहाँहरू चाहिँ खेल्दै हुनुहुन्छ। यो चाहिँ एकदम सेफ्टी त सेफ्टी छ, डर लाग्ने मात्रै हो। यो एकदम सुरक्षित छ। अब उड्ने तयारीमा भइसक्यो यो। ल तपाईँहरू हेर्न सक्नुहुन्छ, साथीहरू चाहिँ गइसक्नु भएको छ माथि। स्काई टावर। सरोज हाम्रो सरोज ब्रोलाई हेर्न सक्नुहुन्छ तपाईँहरू। घुमाउने भयो है आज त। हेर्दै डर लाग्ने छ हो, यो त कसरी खेल्नु। तपाईँहरू हेर्न सक्नुहुन्छ, यस्तो अग्लो छ अनि हेर्दै डर लाग्ने छ। अनि सन्दीप बिस्तारै गर्दा उ त्यहाँ माथि टुप्पोसम्म पुर्याएर अनि तल ल्याएर ज्याम्मै बचार्छ। अनि डर लाग्दैन त यस्तो माथिबाट तल बचार्दाखेरि। यहाँ उभिएर त नभ्याउँदो रहेछ हेर्न आँखाले। नि भिडियो खिच्दाखेरि हात दुखिसक्यो त्यत्रो माथिबाट। अनि हात माथि गरेर भिडियो बनाउनु परेछ। तपाईँहरू हेर्न सक्नुहुन्छ, अहिले उहाँहरू माथि गइसक्नु भएको छ। केही बेर माथि होल्ड गर्छ र त्यसपछि एकैछिनमा फुल स्पिडमा जति सक्दो फुल स्पिडमा तल झार्ने गर्दछ। ओ माई गॉड
केटाहरु सातो गयो ल गयो 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 अन्त गयो अन्त सन्दीप कस्तो महसुस गर्यौ त एकदमै म त एकदमै ह्याप्पी छु रोबोट ल्यान्डमा आएर एकदमै खुसी छु गफ नाना सत्य सत्य भन कतिको डर लाग्यो त झर्दाखेरि चाहिँ अति डर लागेको गुप्ता भाइले सत्य भन्छ गुप्ता भाइ कस्तो लाग्यो डर त धेरै लाग्यो त डराउन चाहिँ डराएन मुटु चाहिँ ढुकढुक गरे बब्बाल मजा आउने हामी आज यो चाहिँ पानीमा यस्तो छलङ्ग हुने चाहिँ हामी खेल्न गइरहेका छौँ अब केही बेरमा अहिले हामीहरू चाहिँ वाटरको यो गेम खेल्ने भनेर चाहिँ वाटर पार्क जस्तै भनौँ न त्यो पानीभित्रैबाट रोलर कोस्टर टाइपको गेम हो यो खेल्ने भनेर हामी आएका छौँ र यहाँ पानीले लुगा भिज्छ भनेर हामीले यो बलको व्यवस्था गरेर सबै व्यवस्था गरेर हामी आइसकेका छौँ यस्तो छ अहिले भित्र नि बनाउन मिल्दैन होला सायद अब तपाईँहरूलाई म बाहिरैबाट बनाएर देखाउँदैछु कस्तो रहेछ भनेर यहाँ गाईको टोपी चाहिँ उड्न सक्छ ख्याल गर्नु होला है तपाईँको साथै टोपी उड्न सक्छ टोपी चाहिँ उड्छ अहिले हामी एकछिन भयो नि डराइसकेका छौँ है सबैजना तपाईँहरू लाइभ भएको भए अहिले नेटवर्क राम्रो भएको भए म एकदम लाइभ बस्न सक्थेँ नेटवर्कले को परिस्थितिले गर्दा हामी राम्रो बस्न सक्ने बेलामा गाइस कृपया वाचिङ किप दिस माई च्यानल ल तपाईँहरू हेर्न सक्नुहुन्छ अब यहाँ चाहिँ यो चाहिँ हो अब हाम्रो मोबाइल पुरै भिजिसकेको छ भनेपछि गाइस हाम्रो किप वाचिङ दिस च्यानल पुरै मोबाइल पानी पानी भइसकेको छ हामी पुरै भिजिसक्यौँ है गाइस ल दामी मजा आयो है दामी मजा आयो भन्दै पुरै पानी पानी हुँदो रहेछ यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ पुरै यो यस्तो हो के यो यस्तो हो भनेपछि हामीहरू उताबाट आएको हो अब चाहिँ छेमी इस छ ल इन्जोय गऱ्यौँ पानीले भिजियो आज यता नि सब भिजियो है दामी पानी आउँदो रहेछ गाइस डबल डबल प्लास्टिक लगाएर नि भिजियो भने यार लास्ट रमाइलो भयो अब हामीले यता खाना लिएर आएका छौँ भने चाहिँ एकछिनमा हाम्रो भोजन हुनेछ सबैजना अहिले हामी 5-6 जना देखिए पनि हाम्रो टोली चाहिँ आज 25 जनाको रहेको छ हामी घुम्न आएको ठाउँमा चाहिँ यता दिदीहरूले चाहिँ सबै खानाहरू बनाएर लिएर आउनु भएको थियो हामी सब ग्रुपिङै आयो घुम्न तपाईँहरू देख्न सक्नुहुन्छ यसरी चाहिँ खाना कस्तो छ दाइ एकदम स्पेशल छ मिठो छ दाइले खाने भएन सोचेर हुन्छ नि नबोल बोल्ने तिमी बोल्दैन बोल है अरु मलाई सोध्नु मैले बिहान खाएको थाहा भइसक्यो बनाउने मान्छेले दाइ कस्तो छ खाना दिदीले बनाउनु भएको खाना एकदम मिठो दामी छ है हेर्दै मिठो छ काम लाग्ने सबै ल एकछिन खाना खान्छौँ है त आजको हाम्रो यो यात्राको लागि टिकटदेखि लिएर बिहानै उठेर धेरै धेरै दुःख गरेर यति मिठो खाना बनाउनु हुने हाम्रो प्यारी रसा लामा दिदीलाई धेरै धेरै धन्यवाद छ खाना एकदमै मिठो भएको थियो दिदी अझै खाम लाग्थ्यो तर पेट
भरिएको हुनाले खान सकिनँ। हजुरले पनि धेरै मिठो मानेर मुस्कान दिँदै खाँदै हुनुहुन्छ। हजुरलाई मुरी मुरी धन्यवाद छ दिदी। आउँदो यात्रा पनि हाम्रो फेरि पनि गर्नेछौँ भन्ने आशा गरेको छु। ल अहिले हामी भित्र अँध्यारो टाइपमा जस्तो रोबोटहरू अँध्यारोमा हिँड्नेदेखि लिएर त्यस्तो गर्ने हुन्छ नि, त्यस्तोमा पुगेछौँ। ल यो भित्र चाहिँ अब हामी जाँदैछौँ भनेपछि तपाईँहरू हेर्न सक्नुहुन्छ। यस्तो रहेको छ। वाह, ल तपाईँहरू हेर्न सक्नुहुन्छ। यो रोबोटबाट चाहिँ हामी के गर्न सक्छौँ भनेर देखाएको छ। यता चाहिँ रुखहरूको चाहिँ फलफुल टिप्नेदेखि लिएर ऊ त्यो फलफुल टिपेर लिएर आएको हो। टिपेर चाहिँ यसरी चाहिँ एउटा ठाउँमा राखेर सबै काम रोबोटबाट चाहिँ गराउन सकिने रहेछ भनेर यसमा देखाउन खोजिएको हो। दिउँसभरि घुमेर धेरै थकाइ लागेको हुनाले बेलुकापख एकछिन आइसक्रिम खाम भनेर कोरियन बहिनीको हातबाट आइसक्रिम लिँदै हामीले आइसक्रिम खाँदै घाँटी चिसो गरायौँ। हाम्रो प्यास नि यसैबाट मेटियो र हामी केही छिनमा जादु हेर्नेछौँ। उहाँले अगाडि गएर देखाइरहनु भएको जादु सँगसँगै एउटा त्यो एक्सप्रेसन गर्ने हुन्छ नि, त्यहाँ भएको चाहिँ केही पनि हुँदैन तर छ जस्तो गराउने के। मलाई ठ्याक्कै भन्न चाहिँ आएन के भन्छ इङ्ग्लिसमा भनेर, तर बल समातेको जस्तो गर्ने के। अरूले फाल्यो बल, मैले समातेको जस्तो एक्टिङ गर्ने के। त्यस्तो चाहिँ यो कला रहेछ। ऊ हेर्न सक्नुहुन्छ तपाईँ, खतरा दामी एक्टिङ गर्ने के। ल आजको हाम्रो यात्रा सकिसकेको छ भनेपछि मोबाइलको चार्ज पनि सकिसकेको छ। 4-5% बाँकी रहेको छ। त्यसैमा यो भिडियो बनाउँदैछु। तपाईँहरूले हेरेर इन्जोय गर्नुभयो होला सायद। यदि इन्जोय गर्नुभएको छैन भने चाहिँ फेरि दोस्रोचोटि हेर्नु, इन्जोय गर्नुहुन्छ। यस्तै हो हाम्रो यात्रा। राम्रै भयो अन्त एकदम। के छ आसित त हजुरको भनाइ? रमाइलो भयो नि है। ल हामी दोस्रो भ्लग लिएर छिट्टै आउनेछौँ। किप वाचिङ गाइज। बेल आइकन दबाउनु होला। मैले भिडियो अपलोड गर्ने बित्तिकै नोटिफिकेसन आउनेछ, त्यसपछि हेर्नु होला, इन्जोय गर्नु होला। धन्यवाद।